जेनजीको आन्दोलनमा देश चलाउनेलाई पछुतो लाग्नेछ पक्कै। जेनजीको आन्दोलन परिवर्तनको आवाज हो, प्रश्न गर्ने साहस हो र अन्याय विरुद्ध उठेको चेतना हो। तर यही आन्दोलनको नाममा देश चलाउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र हिंसालाई माध्यम बनाउने प्रवृत्तिले आन्दोलनको आत्मा नै मार्ने काम गर्छ। आगोले व्यवस्था जल्दैन, तर आफ्नो भविष्यको बाटो भने खरामी बन्छ। आज सडकमा बालिने आगो भोलि अस्पताल, विद्यालय र उद्योग रोजगारीका अवसरहरूमा असर गर्छ। जेनजी नै भोलिका श्रमिक, उद्यमी र नेतृत्व हुन्। उनीहरूकै हातमा जलेको संरचना पुनः बनाउन समय, श्रम र स्रोत चाहिन्छ, जसको मूल्य अनन्त उनीहरूले नै तिर्नुपर्छ। यहीबाट पछुतो सुरु हुन्छ, जब बुझिन्छ कि क्षणिक आक्रोशले दीर्घकालीन क्षति निम्ति आयो। हिंसा र तोडफोडले राज्यलाई होइन, जनतालाई चोट पुर्याउँछ। परिवर्तनको टिकाउ तब मात्र हुन्छ जब विचार स्पष्ट, विधि शान्ति र लक्ष्य न्यायपूर्ण हुन्छ। इतिहासले पनि यही सिकाएको छ। अहिंसात्मक सङ्घर्षले नै विश्वास जित्छ र संस्थागत सुधार सम्भव बनाउँछ। जेनजीको ऊर्जा सिर्जनामा लगानी हुनुपर्छ, विनाशमा होइन। बहस, सङ्गठन, नीति, प्रस्ताव र लोकतान्त्रिक दबाव नै सही बाटो हुन्। आज देश जलाउनेहरूलाई भोलि आफ्नो भविष्य जलेको देख्दा पक्कै पछुतो लाग्नेछ। परिवर्तन चाहिन्छ, तर त्यसको मूल्य देशको खरानी होइन, विवेकपूर्ण कर्म हुनुपर्छ।